गर्दैछौँ। अत्यन्त शान्त सौहार्दपूर्ण रहेको यस पार्कमा बस्ने, ध्यान गर्ने, यहाँका विभिन्न नियमहरू पालना गर्नुपर्ने हुन्छ। दानपात्र रहेको छ। आफ्ना शक्ति र गुणहरूको प्रयोग अरूको उन्नतिको लागि गरौँ। कति राम्रा वचनहरू छन्। लोभले सबै चिजहरू हुँदाहुँदै पनि आराम गर्न दिँदैन। कस्तो राम्रो है। शुभ भावनाको मधुर बोल हीरा मोती भन्दा पनि मूल्यवान हुन्छ। आहा। घोर अन्धकारको पश्चात नै सूर्यको उदय हुन्छ। कस्ता दिव्य बाणीहरू यहाँ रहेका छन्। शान्त छ, सुन्दर छ, मनोरम छ। जसको रब हुन्छ उसको सब हुन्छ। हेर्नुहोस् त दिव्य बाणीहरू। कार्य जतिसुकै मुस्किल किन नहोस्, यदि प्रसन्नतापूर्वक गरिन्छ भने कुनै पनि कार्य मुस्किल लाग्दैन। ब्रह्मकुमारी। अद्भुत। चुनौतीहरूलाई स्वीकार गर्नुहोस्, किनकि यसबाट या त सफलता मिल्छ या त शिक्षा। दिव्य। नैतिकता र सच्चरित्रता समाजको सच्चा बल हो। कस्तो राम्रो रहेछ। सबैहरू यहाँ घुम्न आउने, योग ध्यान तप गर्ने। रिल बनाउनु भएको छ यहाँहरूले। कति रमाइलो छ। ल कृपया शान्तिको सभ्यता दिनुहोस्। यहाँ विभिन्न नियमहरू पालना गर्नु पर्दो रहेछ। यहाँ पुस्तकालय सङ्ग्रहालय रहेछ। यसलाई चाहिँ हामी फर्किँदा हेर्नेछौँ। ल हामीसँग अराहाजी पाणिनिबाट आउनुभएका खिमानन्द गौतम। हेलो भाइ, परिचय दिउँ त। अमृत भट्टराई, वासुदेव गौतम र म स्वयं भास्कर दिवाकर पौडेल। कति राम्रो छ के। म चाहिँ प्राकृतिक प्रेमी, फुल प्रेमी, अनि चाहिँ दुबो प्रेमी। आहा, अद्भुत अद्भुत, ब्रिलियन्ट। यस्तोमा आइसकेपछि लोभ मोह काम क्रोध सब त्यागेर एकदम ब्रह्ममा चिन्तन गर्दै दिव्य ध्यानबाट भक्ति योग प्राप्त गर्न सकिन्छ भन्ने जस्तो चाहिँ अद्भुत लाग्यो। ओहो हो हो। कस्तो राम्रो। यो के फुल हो? यो चाहिँ खै, यो वृक्षको मलाई त्यति नाम याद भएन। भिडियो बनाएर जानिलो त भनिदिन्छ नि। निकै राम्रो लाग्यो। यस्तो ठाउँमा चाहिँ आउने, बस्ने, ध्यान गर्ने, यहाँका चाहिँ विभिन्न त्यो बोर्डहरूमा लागेका कुराहरू सिक्नु पाउनु नै हाम्रो लागि गर्वको कुरा हो। त्यसैले हामी बेला बेलामा घुम्नुपर्छ, फिर्नुपर्छ, त्यहाँका दिव्य ज्ञानहरू लिनुपर्छ। अब यहाँ हेर्दैछौँ के रहेछ। ल अमृत भाइ, यहाँको टक्कर दृश्य अवलोकन गर। एडिट गर्न मिल्दैन होइन? एडिट गर्न चाहिँ क्लिप हाल्नुपर्छ कि धेरै हाल्नु।